साथीहरू अलि सुधार हुँदैछ अनि सुधार हुँदैछ। बस्न चाहिँ आनन्दले सकिन्छ, उठेर हिँड्न चाहिँ यताउता गर्न चाहिँ चक्कर लागेर एकदम गाह्रो, विकनेस छ, एकदम मसल्स पेन भइरहेछ। यो हुँदाहुँदै मलाई एउटा बसिराख्दाखेरि मलाई धेरैचोटि सोध्नु भएको छ धेरैजनाले, त्यही भएर यो कुराको बारेमा अलिकति स्टडी गरेर तपाईँहरूलाई इन्फर्मेसन दिन चाहेँ है मैले। हाम्रोमा ठुलो डिबेट के छ भनेदेखि, जीवन चलाउँदैछु, हाम्रोमा एकदम ठुलो डिबेट के छ भनेदेखि जुन पाउरोटी हुन्छ नि, ब्रेड होइन, व्हाइट ब्रेड, ब्राउन ब्रेड, मल्टिग्रेन ब्रेड अथवा आगोमा सेकेको रोटी खाएपछि क्यान्सर हुन्छ भन्ने कुराहरू चाहिँ सुनिरहेको हुन्छ अनि सोधिरहनु पनि भएको हुन्छ होइन। अनि त्यो कुरा चाहिँ कतिको छ त भन्ने कुरा म अलिकति रिसर्च गरेर मैले लिएर आएको छु होइन। खास जुन ब्रेडले होइन, पाउरोटीहरूले क्यान्सर बन्छ अथवा सेकेको रोटीले क्यान्सर बन्छ भनेर भनेको छ, डढेको रोटीले होइन, त्यसले किन क्यान्सर बन्छ भनेर भनिन्छ त भन्दाखेरि त्यसमा एक्रिलामाइड भनेको हुन्छ। एक्रिलामाइड भनेको के हो भनेर तपाईँहरूलाई जिज्ञासा हुन्छ, त्यसको बारे थोरै कुरा भनिदिन्छु ल, थाहा पाउनुपर्छ। एक्रिलामाइड भनेको एउटा केमिकल हो जुन चाहिँ कुनै पनि खानेकुराहरू चाहिँ हाई टेम्परेचरमा चाहिँ 120 डिग्री सेल्सियस भन्दा माथि टेम्परेचरमा चाहिँ बनाउँदा हुन्छ नि, त्यो हिटमा बनाउँदाखेरि चाहिँ पकाउँदाखेरि चाहिँ बन्छ त्यो एक्रिलामाइड होइन। यो जस्तै फ्राई गर्ने, रोस्ट गर्ने, बेक गर्ने भन्छ नि, बेकिङ गर्ने, त्यस्तो बेलामा चाहिँ बन्छ होइन। अनि यसले के गर्छ त भन्दाखेरि खानेकुराहरूलाई चाहिँ ब्राउन कलर दिन्छ। जस्तै हामीले फ्रेन्च फ्राइज बनाउँदा कुनै पनि फ्रेन्च फ्राइज, मासु, कुनै पनि कुराहरू एकदम डिप फ्राई गऱ्यो भने ब्राउन कलर हुन्छ नि होइन, हो त्यस्तो टाउको घुमायो। अनि त्यस्तो ब्राउन कलर दिने र एकदम क्रिस्पी बनाउने चाहिँ गर्छ होइन। त्यसपछि यसले चाहिँ अब क्यान्सरको कुरामा चाहिँ यसलाई ल्याबोरेटरीहरूमा, ल्याब्सहरूमा चाहिँ होइन, एनिमल्सहरूलाई, जनावरमा चाहिँ यो हाई डोजमा दिँदाखेरि चाहिँ क्यान्सर देखियो। तर अहिलेसम्म कुनै पनि खानामा हुने एक्रिलामाइडले चाहिँ खानामा बनेको एक्रिलामाइड र मान्छेमा भएको क्यान्सरमा केही रिलेसन देखिएको छैन अहिलेसम्म चाहिँ देखिएको छैन होइन। अनि अर्को भनेको चाहिँ यो चाहिँ प्रायः हामीले डिप फ्राइड गरेको कुराहरू पाउँछ। अहिले पनि भने हामीले जस्तै होटलहरूमा खान्छौँ नि, डिप फ्राइड गरेको समोसाहरू, अरू सबै कुराहरूमा चाहिँ यो पाउँछ। चाहिँ समोसा अनि के हुन्छ, अरू के हुन्छ, जस्तो सबैमा पाउँछ है। अनि अर्को भनेको चाहिँ जस्तै अनि ब्रेडको कुरामा, ब्रेडमा आउँ है त। अब ब्रेडमा आउँदाखेरि ब्रेडमा एक्रिलामाइड हुन्छ, त्यो बेक गरेको हुन्छ। तर लङ टर्ममा हेर्दाखेरि चाहिँ होइन, लामो समयसम्म हेर्दाखेरि चाहिँ ब्रेडमा भएको एक्रिलामाइडले चाहिँ अहिलेसम्म चाहिँ